नमस्कार दर्शकवृन्द, विष्णु थापा युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। आज म फेरि सहकारी संस्थामा सोधिएका प्रश्नहरूको संगालो लिएर उत्तरसहित उपस्थित भएको छु। दर्शकवृन्द, यो प्रश्न सहायक तृतीय तहको लिखित परीक्षामा सोधिएको हो। यसको समय 1.5 घण्टा छ र पूर्णाङ्क 50 नम्बर छ। सबै प्रश्नहरू अनिवार्य छन्। 1. सहकारी भनेको के हो र यसको महत्त्वमाथि प्रकाश पार्नुहोस्। 2. दर्ता र चलानी भनेको के हो। 3. फाइलिङ भनेको के हो, फाइलिङमा अनुक्रमणिकाको के महत्त्व छ। 4. दोहोरो लेखा प्रणाली भनेको के हो, दोहोरो लेखा प्रणालीमा डेबिट र क्रेडिट गर्ने तरिका उल्लेख गर्नुहोस्। 5. संस्थाबाट रामप्रसादले रु 4,50,000 ऋण लिएकोमा 61 दिनपछि 11% ब्याज दरले पूरा ऋण चुक्ता गर्दा कति रकम बुझाउनु पर्ला। 6. रीता श्रेष्ठको हाम्रो साकोसामा सदस्यता लिँदा बुझाएको रकमको गोस्वरा भाउचर बनाउनुहोस्। शेयर रकम रु 5,000, मासिक बचत रु 2,000, प्रवेश शुल्क रु 100 र कल्याणकारी कोष बापत रु 500 नगद प्राप्त भयो। दर्शकवृन्द, यी त भए प्रश्नहरू। यी प्रश्नका उत्तरहरू यहाँ दिएका छन्। यहाँ कतिपय उत्तरहरू मेरा यस अगाडिका भिडियोहरूमा दिएको हुँदा ती भिडियो हेर्न अनुरोध गर्दछु। र यहाँ अब सर्वप्रथम आउनुहोस्, फाइलिङ र अनुक्रमणिका भनेको के हो भन्ने सन्दर्भमा। कुनै पनि सङ्घ संस्था, निकाय वा कार्यालयमा विभिन्न कागजपत्रहरू हुने गर्दछन्। कतिपय कागजपत्र बाहिरी कार्यालय वा सङ्घ संस्थाबाट आएका हुन्छन् त कतिपय कागजपत्रहरू अन्य कार्यालयमा पठाइएका हुन्छन् भने कतिपय कागजहरू दैनिक कार्यको सिलसिलामा उनी कार्यालयमा सिर्जित भएका हुन्छन्। यसरी कार्यालयमा हुने विभिन्न कागजपत्र या अभिलेखहरूलाई खोजेको समयमा छिटो र सजिलै भेटिने गरी सुरक्षित गरी व्यवस्थित तरिकाले मिलाएर राख्नुलाई फाइलिङ भनिन्छ। फाइलिङ जुनसुकै विधि अपनाएर राखेको भए पनि यसको उद्देश्य कागजपत्रलाई सुरक्षित र व्यवस्थित गरी राख्नु हो। जब कार्यालयमा महत्त्वपूर्ण कागजहरू धेरै हुन्छन्, विभिन्न किसिमका हुन्छन्, प्रकृति र विभिन्न विषयका हुन्छन्, हामीले सुरक्षित गरी राखेको फाइल खोज्न हामीलाई धेरै समय लाग्छ, महिनौ लाग्न सक्छ। तसर्थ फाइलिङलाई थप व्यवस्थित गर्न र कुन फाइल कहाँ छ भनी सङ्केतीकरण गर्नु वा सङ्केत प्रदान गर्नुलाई नै अनुक्रमणीय या यसलाई अङ्ग्रेजीमा इन्डेक्सिङ भनिन्छ। दर्ता र चलानी भनेको के हो। कुनै पनि संस्थामा कुनै व्यक्ति, संस्था वा निकायबाट प्राप्त भएका कागजपत्रहरूको प्रवेशद्वार नै दर्ता हो। विभिन्न ठाउँबाट प्राप्त भएका कागजातहरू सर्वप्रथम कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीले तोक लगाएपछि मात्र दर्ता गर्नुपर्दछ। दर्तापछि सो कागजात सम्बन्धमा आवश्यक काम कारबाही प्रारम्भ हुन्छ। चलानी भनेको एउटा कार्यालय वा निकायबाट अर्को कार्यालय वा निकायमा कुनै चिठीपत्र वा कागजातहरू पठाउने कार्यालय बुझिन्छ। अन्य निकायमा पठाउनु पर्ने कागजातहरू सम्बन्धित फाँटवालाले तयार गरी कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीले हस्ताक्षर गरिसकेपछि सोको विवरण चलानी रजिस्टरमा रेकर्ड राखी इमेल, फ्याक्स वा व्यक्ति मार्फत पठाउने कार्यलाई चलानी भनिन्छ। यस प्रकार दर्ताबाट चिठीपत्रहरू प्रवेश गर्दछन् भने चलानीबाट चिठीपत्रहरू बाहिर जान्छन्। दर्शकवृन्द, यसमा सोधिएका कतिपय प्रश्नहरूको उत्तर यसमा आइसकेको छ। कतिपय प्रश्नहरू मेरा यस अगाडिका भिडियोहरूमा दिएका छन्, तिनी हेर्नुहोला। र कतिपय छुट भएकोमा अर्को भिडियोमा म क्रमशः अर्को भिडियो लिएर आउनेछु, किनकि यो भिडियो धेरै लामो अहिले म बनाउन चाहेन। तसर्थ यस च्यानललाई
लाइक, सेयर र सब्सक्राइब गर्नुहोला भन्ने अनुरोध गर्दै अहिलेलाई बिदा हुन्छु। फेरि भेटौँला। धन्यवाद।